अब चाहिँ हामी उनको स्वेटर मुभी हेरेर पनि मिस्टर एन्ड मिसेस गुरुङ चाहिँ फर्किँदैछौँ। अब हाट बजार अलमोस्ट सकिँदै हो। अब चाहिँ माथि जाने अलिकति काम छ माथि विन्टरको लागि चाहिँ कुर्ता किन्दैछु। एचबी कलेक्सनमा आएर पनि प्यान्ट किनेको छु तातो खालके हो। ल अब चाहिँ हामी दुईजना चाहिँ लाग्यो है। मिस्टरले चाहिँ गाडी निकालेर ल्याउनु भयो हो। ब्रेकफास्ट पनि खाइसक्यौँ। आज चाहिँ स्याटरडे हो होइन, त्यसले गर्दाखेरि चाहिँ हामी ढिलो उठ्यौँ। अनि ब्रेकफास्ट पनि हामीले के खायौँ आज त? ब्रेड, ब्ल्याक टी। अब चाहिँ भाँडा धुँदैछु। भाँडाहरू धुएर चाहिँ अलिअलि घरको कामहरू पनि छ, मेरो आफ्नो ड्युटी पनि छ, त्यसो यसो बजारहरू जाने। आज चाहिँ हामी दुईजना भयो भने मुभी पनि हेर्नु जाने। मिस्टरले चाहिँ अब बेन्चीको हेयर्सहरू पनि काटिदिँदैछ है। यो लामो लामो भएकोहरू चाहिँ यसरी काट्नुपर्छ नि त। यसरी काट्दै मिलाउनुपर्छ कि अन्त चाहिँ यो पनि ब्युटी हुन्छ हो, राम्रो पनि हुन्छ। यसको बात त भइसक्यो कहिले बाबा? कहिले? अब चाहिँ यसको अब यसको चाहिँ भोलि बर्थडे पनि हो। अहिले चाहिँ अब डेली नुहाइदिनु हुँदैन, चिसो लाग्छ नि त, त्यसले भएर चाहिँ हेर्नु नि हो। अनि तपाईँहरूलाई चाहिँ अस्ति मैले जुन चाहिँ पिटुनिया रोपेको थिएँ, सायद मैले यसमा मात्रै हालेको छु होला है। हेर्नुहोस् न, अब विन्टर्सको लागि पिटुनिया पनि रोपेर यत्रो हुँदैछ है साथीहरू। हेर्नुहोस् है, सानो सानो ल्याएको। अब कहिले फुल्छ, फुलिसकेपछि तपाईँलाई त्यो पनि देखाउने छु। ल साथीहरू, अब चाहिँ हामी दुईजना चाहिँ स्याटरडे आज आउटिङमा गएको हो। अनि आज चाहिँ हामी दुईजना मजा सजा यताउता गरेर चाहिँ हामी दुईजना मुभी पनि हेर्ने है। कुन चाहिँ मुभी? नेपाली उनको स्वेटर ड्रिम थिएटरमा त्यो मुभी पनि हेरेर आउने है। अनि वेदर भन्नुपर्दाखेरि चाहिँ कस्तो राम्रो भइरहेको छ। हेर्नुहोस् त, घाम हो मजाको भइरहेको छ। तपाईँहरूलाई देखाउँछु है ल। वेदर चाहिँ यस्तो राम्रो घाम लागिरहेको छ हो। अनि हामी मिस्टर एन्ड मिसेस गुरुङ चाहिँ आज गएको सपिङहरू पनि गर्ने है, मुभीहरू पनि हेर्ने हो कि नभनिदिनु। हामी चाहिँ गाडी राखेकोमा आइपुगे हो। अनि मिस्टरले चाहिँ अब गाडी निकाल्नु हुँदैछ। गाडीभित्र चढ्नु भयो हो, गाडी निकाल्नु हुँदैछ। अन्त गाडी निकालेर चाहिँ अब हामी दुईजना चाहिँ मिस्टर एन्ड मिसेस चाहिँ लाग्ने है साथीहरू। हामी चाहिँ गाडी चाहिँ यहाँनिर राख्छौँ नि त है। यो चाहिँ शहीद पार्क हो माथि तिर्पाईहरू है। मिस्टरले चाहिँ गाडी निकालेर ल्याउनु भयो हो। अब चाहिँ म चढ्छु। ल जाउँ अब। ल अब चाहिँ हामी दुईजना चाहिँ लाग्यो है। मिस्टर एन्ड मिसेस गुरुङ चाहिँ आजको दिनभरिको टुरहरू के कस्तो हुन्छ भ्लगमा ल्याउनेछु। वेदर चाहिँ कालिम्पोङको चाहिँ के भन्नु र, कस्तो राम्रो वेदर हुन्छ हाम्रो कालिम्पोङको चाहिँ है बाबा। धेरै राम्रो वेदर हो साँच्चै नै। कालिम्पोङको वेदर चाहिँ यति राम्रो हुन्छ। अहिले पनि कस्तो राम्रो भइरहेको छ। अब चाहिँ हामी टक्कै 10th माइल आइपुग्यौँ हो। आजको बजार रमझम चाहिँ कस्तो छ पनि, यतातिर त गाडीहरू अलिक भिडभाडै छ हो। हामी चाहिँ यहाँ आइपुग्यौँ है, जाँदैछौँ दुईजना। अहिले चाहिँ हामी हाट बजारको त्यहाँ आइपुग्यौँ हो। जाँदैछु। विन्टरको लागि चाहिँ कुर्ता किन्दैछु, दुईटा किने हो। कहाँनिर भन्दाखेरि चाहिँ बहिनीको चाहिँ आरसी मिन्चेरा रुटमा साई लाइफ स्टोर है, मा चाहिँ पाउँछ दामी दामी भेराइटिज अफ कुर्ताहरू। हेर्नुहोस् है, तपाईँहरू पनि आएर किन्नुहोस्। मैले चाहिँ दुईटा लगेँ, एउटा लाइट कलरमा लगेँ, एउटा चाहिँ डार्क कलरमा लगेँ। दुईटा चाहिँ लगेँ मैले चाहिँ। युट्युब च्यानल पनि छ मिस्टर एन्ड मिसेस गुरुङ। सब्सक्राइब गरिदिनु ल।
भिडियोजहरू आउँछ स्पेसली चाहिँ हो अनि फेसबुकमा पनि मलाई उयो गर्नु फलो गर्नु मिस्टर एन्ड मिसेस गरेर एचबी कलेक्सनमा आएर पनि प्यान्ट किनेको छु तातो खालके हो तपाईँहरू पनि आउनुहोस् भेराइटिज छ यहाँनिर देखाइदिनुहोस् न भेराइटिज है अब तातो लाउने कि है सेमी खालके लाउने कि यहाँबाट लानुहोस् एकदमै फ्यान्सी छ अहिलेको चाहिँ अब मम्मीहरूको लागि पनि अब नानीहरूको जेन्जीहरूको लागि त भयो हाम्रो लागि पनि अहिले चाहिँ हामी हाट बजारमा छु हाट बजारमा चाहिँ सपिङहरू गरिसकेको अब चाहिँ हामी माथि जाने चाहिँ पापा है हामी हाट बजारको कामहरू पनि सक्यो है सपिङहरू पनि भयो हो सब्जीहरू पनि किनेर चाहिँ झोलाबारी छ अब चाहिँ हामी माथि गाडी भएकोमा जाने गाडी चाहिँ हामीले ड्रिम थिएटरको त्यहीँ राखेको छु नि त अन्त त्यहाँ चाहिँ अब हामी मुभी हेर्ने भनेर तपाईँलाई अलरेडी भनिसकेको छु उनको स्वेटर अनि त्यसको कस्तो रहेछ फिडब्याक तपाईँलाई बताउने छु तिमीलाई पनि भेटेँ हो तिमी ठिकै छौ कि छैन भन न पहिला अन्त ए ल ल ल हामी चाहिँ मुभी हेर्नु गएको ल अब उनको स्वेटर के गाडी नि माथि ड्रिम थिएटरको त्यहाँ राखेको छु नि त ल गएको लु किनेर जाऊ ल बिस्तारै अब चाहिँ हामी चाहिँ अलमोस्ट अब हाट बजार अलमोस्ट सकिँदै हो अब चाहिँ माथि जाने अलिकति काम छ माथि सुल्तानकोमा पनि जाने नि त मेरो प्यान्ट छोटो बनाउनु छ अलिकति हो यहाँ प्यान्ट किनेर भएको छ आज त हो दुईवटा कुर्ता प्यान्ट किनिदिनु भएको छ मिस्टरले अहिले चाहिँ हामी चाहिँ नोभेल्टी मल आइपुग्यौँ हो अनि कस्तो बनायौ अब चाहिँ हामी जाँदैछौँ पिक्चर हेर्नुको लागि चाहिँ हो रेस्टुरेन्टमा चाहिँ गाडीको जाम चाहिँ यस्तो छ अब चाहिँ हामी पुग्नु आँट्यो हो हामी चाहिँ ट्रेन्समा जाँदैछौँ दुईजना गाडीहरू चाहिँ त्यहाँ छ नि त हामीले गाडी त्यहीँ राखिरहेको छ हो अन्त त्यसले गर्दाखेरि चाहिँ दुईजना जाँदैछु भाडी चाहिँ धेरै छ हाम्रो हो अब बिहानै गाडी चाहिँ हामीले ल्याएर त्यहीँ राखेको नि त अन्त जाम पनि पुरै भइराखेको छ हो अनि अब चाहिँ ट्रेन्स पुग्नु लाग्यो हो ए हेर्नुहोस् न तपाईँलाई देखाउँछु कहाँ पुग्यो भनेर ए अहिले भने चाहिँ हामी ट्रेन्सको यहाँ आइपुग्यौँ गाडी चाहिँ जाम यस्तो भइराखेकै छ है अहिले पनि हो ए अब चाहिँ हामी ड्रिम थिएटरतिर लाग्दैछु दुईजना अनि पिक्चर हेरेर चाहिँ फर्किने तपाईँलाई त्यो पनि भनिसकेको छु है ए जाँदैछु दुईजना ए हामीले चाहिँ गाडी चाहिँ बिहानै ल्याएर यसरी यहाँ पार्क गरेर राखेको थियो नि त त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ हामी गाडीमा सामानहरू हालेर चाहिँ मुभी हेर्नु जाने हामी चाहिँ ड्रिम थिएटरमा आइ पनि पुग्यौँ है बुनुले चाहिँ अब हामी दुईजनाको लागि टिकट काट्दैछ है यो टिकट काटिसकेर चाहिँ एकछिन यहाँ बाहिर भुलिनु पर्ला एकछिन टाइम छ अहिले हो त्यहाँबाट चाहिँ हामी भित्र पस्छ अन्त मुभी हेर्छ अब चाहिँ हामी मुभी हेर्नु पनि भित्र पस्यौँ अब मुभी पनि सकियो हो अब सबैजना मान्छेहरू चाहिँ निस्किनु थाल्यो हो हामी दुईजना पनि अब निस्किने बाहिर चाहिँ उनको स्वेटर मुभी पनि हेरिसक्यौँ हो अब चाहिँ मिस्टर म चाहिँ घर गएको अन्त भन्नुहोस् बाबा तपाईँलाई कस्तो लाग्यो राम्रो रहेछ 80s 90s को टाइपको रहेछ है खेलेको रहेछ एकदमै राम्रो मुभी चाहिँ अब मन पर्यो तपाईँहरू पनि आएर हेर्नुहोस् यो चाहिँ कहाँ लागेको छ उनको स्वेटर चाहिँ ड्रिम थिएटरमा लागेको छ है हामीले चाहिँ 2 o'clock हेरेको अब चाहिँ हामी घरतिर लागेको मजा आयो राम्रो भयो है ओके होइन भन्नु नि मजा आयो है मन पर्यो उनको स्वेटर चाहिँ राम्रो रहेछ है राम्रो तपाईँहरू पनि आएर हेर्नुहोस् ए हामीले चाहिँ गाडी पनि यहाँनिर पार्क गरिराखेको छु नि त हो अब चाहिँ हामी लाग्ने ए बाहिरको वेदर चाहिँ यस्तो भइराखेको छ हो ए हेर्नुहोस् है मजा आयो पिक्चर हेर्नु पनि है कोही कोही बेला त यसरी इन्टरटेन पनि गर्छौँ है हामी चाहिँ अब चाहिँ हामी उनको स्वेटर मुभी हेरेर पनि मिस्टर एन्ड मिसेस गुरुङ चाहिँ फर्किँदैछौँ नोभेल्टी मल क्लास गऱ्यौँ है वेदर पनि चिसो चिसो भयो हो
अब चाहिँ आज त स्याटरडे पनि हो अब गएर चाहिँ मासु भात पकाएर खानुपर्छ अनि जाँदैछु मेन रोड पुग्नु आँटे खाना डाँडा भनौँ न है मजा आयो उनको स्वेटर चाहिँ तपाईँहरूले मिस नगर्नुहोस् है एकदमै राम्रो अब मजाको लाग्यो हाम्रो जमानाको रहेछ हो हाम्रो बेलाको एकदमै राम्रो लाग्यो हो त्यस्तो रात पर्नु लाग्यो है एकैछिन रात पर्नु आँट्यो नि त्यही कारण त हामीले 2 o'clockमा हेरेको चाहिँ राम्रो भयो हो ए जाम चाहिँ यति डरलाग्दो छ हाम्रो कालिम्पोङमा चाहिँ हो हामी चाहिँ मेला ग्राउन्डको माथिल्लोपट्टि आइपुगे जाम चाहिँ पुरै छ यति साह्रो जाम छ हो आज स्याटरडे हाट भएर पनि होला जाम चाहिँ यस्तै छ है हाम्रो कालिम्पोङको चाहिँ तर जे होस् मुभी चाहिँ यस्तो चाहिँ सही मजाकै छ है त्यतिको चाहिँ अब मलाई चाहिँ मन पर्यो तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो 80s 90sहरूकै छ अब उनको स्वेटर चाहिँ उनकै हुँदो रहेछ हौ स्वेटर चाहिँ त्यस्तो लाग्यो मलाई चाहिँ डम्बरचोकको जाम हो यो चाहिँ अब खोलियो अनि हामी चाहिँ लाग्यो है साथीहरू लाग्दैछु आज त सपिङ पनि धेरै गरेको छु अनबक्सिङ गरेर चाहिँ देखाउनु पर्ने हो कि होइन कि के गर्नु अनबक्सिङ गरौँ कि नगरौँ गर्नुपर्छ होला अहिले हेर्नुपर्छ लु हामी चाहिँ कहाँ आइपुग्यौँ गाइज एन्ड गर्ल्सको यहाँ आइपुग्यौँ रात पनि परे हाम्रो कालिम्पोङ चाहिँ जस्तो राम्रो छ अहिले चाहिँ अलिकति जाडो अब भएको जस्तो चाहिँ भयो पनि त्यस्तो त होइन अब त्यस्तो बेसी त होइन एकदमै राम्रो छ हाम्रो कालिम्पोङ चाहिँ मनपर्छ वेदर ज्याकेटहरू त्यस्तो मोटो मोटो त लाउनु पर्ने त होइन त्यस्तो छ है साथीहरू सिधै गइदिन्छु म त यस्तो उयो गरेर राख्नु भन्नु कि उसले यस्तो ठाउँमा ओभरटेक गर्नु सिधै गइदिएको त्यही भएर त अहिले मैले 5,000 जति चाहिँ निकालिरहेको छु कि अब बिहेहरूतिर जाँदा मरौहरूतिर भनेर हौ हामी मिस्टर एन्ड मिसेस गुरुङ चाहिँ आज मुभी पनि हेरेर आयौँ हामी दुईजनाको डेट चाहिँ एकदमै राम्रो भयो है के कस्तो भयो पापा भनिदिनु दामी अब लाइटहरू बाल्नुपर्छ अब खानाहरू पकाएर खानुपर्छ हुन्छ साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ प्लिज डु लाइक कमेन्ट एन्ड सब्सक्राइब आवर पेज बाई बाई गुड नाइट टेक केयर